हेलो साथीहरू नमस्ते निसेवा है हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म धेरै पछि मेरो युट्युब च्यानलमा आउँदैछु। मेरो कार्यव्यस्तताको कारणले म धेरै पछाडि आउँदैछु। आज चाहिँ हामी होली मनाउनका लागि एउटा ड्राई पिकनिक लिएर जाँदैछौँ साथीहरू। ल है साथीहरू हामी चाहिँ होली मनाउन हिँड्यो। हिँड्नु नसक्ने मान्छे त ला कत्रो ज्यान निस्केको नगर मेरो खुट्टा देखियो। लु है यात्राको क्रममा थाक्यो। अब यस्तै हो हामी चाहिँ ल सबैजना गल्यो यस्तै छ। सबैजना एकदम हामी चाहिँ यस्तो जङ्गल गाडी जाँदैछौँ। लामो समय हिँड्दा हिँड्दै गलेर यहाँनिर बसेका छौँ। ल हामी चाहिँ कहाँ हिँडेको? पिकनिक खानु भन्नु न, पिकनिक खानु साह्रै थकित। ल ल अहिले चाहिँ हामी मेन रोडमा बसिरहेको छौँ गलेर। तपाईँको चाहिँ मैले भिडियो बिगारिदिएँ होला है। हाम्रो गाउँको कन्याकुमारी कन्यार्थुमा हुनुहुन्छ भने सम्पर्क गर्नु होला। कन्या केटा हुनुहुन्छ भने कन्यार्थु गर्नुको लागि हुनुहुन्छ। मलाई त लाज लागिसक्यो नदेखाउनु। तपाईँ त गल्नु भएन होला, सबैभन्दा अगाडि कुदिरहनु भएको थियो। सबैभन्दा साह्रो गल्ने चाहिँ म यो चाहिँ के बोक्नु भएको तपाईँले? के भन्नु गाइजहरूलाई साथी पर्खेर हामी चाहिँ साथी पर्खिरहेको छौँ होइन। सबैजनालाई ह्याप्पी होली। होली मनाउन हामी चाहिँ एकदम घरदेखि टाढा जाँदैछौँ होइन। प्लिज के अरे लाइक कमेन्ट सब्सक्राइब एकदम तपाईँहरूको सपोर्टले हाम्रो बुहारी नानीको च्यानल एकदम उन्नति प्रगति होस् अरे। धन्यवाद। ल है सबैजना भेला भयो। ल हामी चाहिँ हिँड्नु नसक्ने पार्टी। हामी चाहिँ पुरा रोडमा हिँड्दैछौँ। अहिले चाहिँ बल्ल बल्ल जङ्गल छोडेर हिँड्यो। होली मनाउन जाँदैछौँ साथी हो आज। हे प्रभु हे जगन्नाथ। हामी एकदम मौसमलाई च्यालेन्ज दिएर हिँडिरहेको छौँ यहाँ पिकनिक खान। इन्द्रनाथ पानी नछदिनु होला है कृपया भन्दै। थ्याङ्क यू। समग्रमा मौसम चाहिँ यस्तो छ है। ल चाहिँ प्रवेशद्वारमा अब इन्ट्री सुरु भयो। ल हामी यो ढुङ्गे सङ्ग्रहालयमा प्रवेश गरियो। हामी चाहिँ अब ऐतिहासिक खुल्ला ढुङ्गे सङ्ग्रहालयमा अब प्रवेश गरिसकेका छौँ। पल्लो किराँत लिम्बू अनि तेह्रथुम नेपाल अरे। ल है हाम्रो साथीहरू चाहिँ त्यहाँ गइसक्नुभयो अनि हामी यहाँ दुईजना मसँग तीनजना गरेर चाहिँ यहीँ छौँ। ल है ल ढुङ्गे सङ्ग्रहालयको यो पनि गेट हेरिरहेको छ। हाम्रो पुर्ख्यौली गाडी हो। पहिला चाहिँ माटोको बनाएको थियो होइन। अनि यो चाहिँ हामी यस्तो बोक्ने चाहिँ थाहा छैन। त्यसरी बोक्थ्यौँ होइन भने यसमा अरू अरू केही स्टोर गरेर राख्दा पनि हुन्छ। भण्डारण गर्ने पनि हुन्छ। ठेकी हो कि यसलाई चाहिँ ठेकी भन्छ। यहाँ बिर्को पनि छ। यो चाहिँ खोल्नु मिल्दैन। अब यसमा अर्को अझै उहरू बनाएको भए चाहिँ अझ राम्रो हुन्थ्यो भन्ने हाम्रो विचार हो। त्यही पनि ठिकै छ, नट ब्याड। पर्खाल यो चाहिँ डिजाइन हुनु चाहिँ हो। यो हिमाल होला। हिमाल जस्तो यो पुर्खाहरू त्यो लडाइँ गर्दाखेरि छेकेर गर्दा त्यो पनि हुनसक्छ होइन। यो डिजाइन एउटा चाहिँ खाटको टाउकोपट्टिको क्या यो खालको डिजाइन छ क्या। यो खुट्टा होइन।
यो टाउको यता सेप अनि सिक्नु पर्ने क्या यहाँ यही छ सेप चाहिँ सुत्ने चाहिँ हामी यहाँ भुइँमा ढुङ्गामै खोपिएर राखेको यो चाहिँ झोला अनि यो चाहिँ कलर जस्तो छ है गाइजहरू अनि यहाँ धनुष छ क्या हामी किरातहरूको चाहिँ यो चाहिँ एउटा धनुष है धनु पाहाड जस्तो राखिएको बनाइएको छ अनि यो चाहिँ सामग्रीहरू यहाँ एउटा खुकुरीको नक्सा है यो ढुङ्गालाई नै खोपेर बनाइएको साथमा अनि यो एउटा हम्बर बनाइएको छ है हम्बर अनि यो एउटा हँसिया जस्तो पनि बनाइएको छ यहाँ धेरै आकृतिहरू एउटै ढुङ्गामा खोपिएर बनाइएको छ कि गाइजहरू हेर्नुहोस् न अनि यो चाहिँ समग्रमा के हो भनेर मैले चाहिँ छुट्याउन सकिनँ है साथीहरू अनि यो चाहिँ यस्तो छ ल है गाइजहरू यो चाहिँ एकदम राम्रो एउटै ढुङ्गामा मात्रै यत्रो धेरै थुप्रै कुराहरू समावेश गरिराखिएको छ त्यसैले एकदम राम्रो छ ढुङ्गा सङ्ग्रहालय भनेको चाहिँ ढुङ्गामै खोपेर धेरै चिजहरू निर्माण गरेकोले यो एकदम राम्रो ठाउँ छ सो अन्तर्गत हामी चाहिँ आज यहाँ पिकनिक खान आएको छौँ गाइजहरू साथीहरू हामी चाहिँ ढुङ्गे सङ्ग्रहालयमा आइपुग्यौँ ढुङ्गे सङ्ग्रहालयमा आएपछि ढुङ्गे सङ्ग्रहालयको अवलोकन गर्न सुरु गऱ्यौँ यो चाहिँ मादल अरे अनि यो के हो त यो गणेशको कि के को हनुमानको होला हौ यो चाहिँ लिपस्टिक हो यो चिन्डो होला अनि यो चाहिँ के हो कुनी थाहा भएन अनि यो के हो अनि यो दुनेरो होला गाई दुनेरो खोपेर बनाइएको यो एउटा यस्तो राम्रो कमलको फुल छ हुन्छ यो एक प्रकारको कठुवा हो कि न त कठुवा हो के भन्नु यसलाई नभए एक प्रकारको तोङ्बाई होला यो पनि हो साथीहरू अनि हामी चाहिँ ढुङ्गे सङ्ग्रहालयमा आएको छौँ ढुङ्गे सङ्ग्रहालयको मेन ठाउँ यहीँ छ ढुङ्गे सङ्ग्रहालय सबैभन्दा ठुलो ढुङ्गा चाहिँ यही ढुङ्गा हो साथीहरू यो ढुङ्गा शिवजीको मूर्ति अनि साँडेमा चढेका छन् हाम्रो भाइ र बहिनी चाहिँ नानीहरू चाहिँ लगाइजहरू हेर्नु यस्तो रमाइलो लाग्छ गाइजहरू यो गीत के हो यो गिटार त होइन अनि यो के हो यस्तो राम्रो राम्रो ढुङ्गामा ओखली छ यहाँ अनि यो के हो ऐतिहासिक स्थलमा यो चाहिँ ढुङ्गामा खोपिएर बनाएको यस्तो राम्रो छ है साथीहरू ल है आज हामी चाहिँ लास्टै इन्जोय गरिरहेको छौँ है साथीहरू ल है हाम्रो पिकनिक चाहिँ सुरु भयो गाइजहरू ह्याप्पी ह्याप्पी होली एकछिन रमाइलो जोडी एकछिन नयाँ जोडीको ल साली भेनाको पोज है यो चाहिँ बब्बाल छ भेना कसको दिदी चाहिँ यस्तो अवस्था ल है हाम्रो पिकनिक सुरुवात भइसक्यो हामीले चाहिँ यसरी लिएको छौँ गाइजहरू वाउ मेरो उतै जान्छ है आज हाम्रो चाहिँ यस्तो छ पिकनिकमा यो सफा गरेर यसमा ल्याउँ यसमा पनि ल्याउँ त्यसमा पनि ल्याउँ न पानी लिन जाँदैछौँ नि गाइजहरू यो अलिकति यो पनि हाल्नु भएन मटर अर्को पनि खिचेको थियो त खोइ मटर तपाईँ चाहिँ पिकनिकमा के खानुहुन्छ चियर्स गर्नु न वाउ चियर्स उयोभित्र के छ ल है गाइजहरू तर अहिले पहिला हाम्रो अचार यो चटपटी रेडी भइसक्यो गाइजहरू बाँड्नु धमाधम एकदम स्पेशल बनाउनु हुँदैछ हाम्रो झापाको बहिनीले
हाम्रो उता सबैले खाएर प्रतिक्रिया दिनु होला झापामा यो खालको चटपटे पाउँछ कि पाउँदैन भनेर है गाइजहरू वाउ दिवे लडाउनु भयो त लडाउनु खोज्दै छ लुलु सुरु गरिहाल्नु न तपाईँ हेर्नु नि हो सुरु गर्ने त भयो लु यति नै तपाईँ पनि लगाइदिनु त भयो एकछिन भएको छैन है ल ल अब चाहिँ खै कोकोलाई लगाइदिनु पर्ने के गरेको यहाँ चाहिँ इन्गेजमेन्ट हुँदैछ गाइजहरू पिठो ल है साथीहरू अब हाम्रो इन्जोय सुरु भइसकेको छ अब उहाँहरू चाहिँ नाच्न थालिसक्नु भएको छ साथमा म पनि ल है गाइजहरू अब हामी चाहिँ इन्जोय गर्न थाल्यौँ अब नाच्दैछौँ अनि यहाँ साउन्डहरू पनि थियो थिएन चाहिँ साउन्ड चाहिँ कपिराइट लाग्ने भएकोले गर्दा मैले साउन्डलाई चाहिँ म्युट गरेर अब मेरो बोलीलाई नि साउन्ड बनाइसकेको छु ल हामी चाहिँ के भन्दै नाच्दैछौँ भने रुकुमेको ट भन्ने गीतमा नाचिरहेका छौँ राम्ररी हेर न भनेर नाच्दैछौँ गाइजहरू ल त ठिक छ गाइज हामीसँगै साथमा यी नानी बाबुहरूलाई पनि हेर्नुहोस् न साथीहरू कस्तो राम्रो नाचेको यहाँ हाम्रो एकजना भाइ छ सानो भाइ ऊ पनि कस्तो दामी नाचिरहेछ है साथीहरू अब यस्तो राम्रो रमाइलो भइरहेको छ साथीहरू अब यसरी नै इन्जोयका साथ हामी अर्को चरणतर्फ लाग्दैछौँ साथीहरू लु एकदम हाम्रो काम गर्ने भनेको चाहिँ यता 3 जना हुनुहुँदो रहेछ एकदम उहाँ जङ्गल 2 घन्टा लागेर हिँडेर लिएर आउनु भएको है दाउरा फेरि यहाँ मैले निकाल्दैछु उयो पनि छ भएको पानी पनि सक्यो लड्छ है लड्छ ह्याप्पी होली यता नाच्नु त यता नाच्नु न यो हुन्छ न लु भएन म छेलिए मैले छेले आमा ल है ल कस्तो राम्रो लो रुको मै कोट ओहो यो हो नि त ए लड्छ है
ल ल हेर्नु त के साह्रो नगर हौ ल है झापाली भर्सेस कता पो इलामु झापाली भर्सेस पास्टर ल है ल ल ल खोइ ढोकेको तपाईँको खोइ ढोकेको यतातिर दिदीको त छ नि सोल्टी भुडी पोलो अब चाहिँ खर्सानीले चटपटेको लागि मलाई के भने पैसा नपाएको अवस्था अरे यो बट्टामा चाहिँ पैसा थाप्नलाई राखेको अरे गाइजहरू उहाँ चाहिँ थाप गाइजहरू कसैले सहयोग गर्नु चाहनुहुन्छ भने उहाँहरू एकदम पीडित अवस्थामा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो बट्टा राखिएको छ बट्टामा 10 देखि लिएर 5 जति हुन्छ 15-20 चाहिँ होइन 10 देखि 5 चाहिँ मात्रै है यो बट्टा हो यो बट्टामा चाहिँ लगाइदिनु न हार्दिक अनुरोध गर्दछु उहाँको चाहिँ ल है हामी यो ढुङ्गे सङ्ग्रहालयबाट देखिएको स्थानहरू चाहिँ आज चाहिँ पुरा उसे लागेर केही देखिरहेको छैन समग्रमा भन्नुपर्दा यस्तै छ गाइजहरू ल उहाँले चाहिँ पनिसमेन्ट लिँदै हुनुहुन्छ गाइजहरू वाउ वाउ चटपटे पश्चात हाम्रो यो 2 PM चाउचाउ खाने टाइम भइसकेको छ गाइजहरू हाम्रो चाहिँ नानीहरूलाई चाहिँ दिइसकेको छौँ अब हाम्रो पालो छ अझै सामान नपुगेकोले गर्दा लिन पनि गएका छौँ बुनु कस्तो छ एकदम रमाइलो भइरहेछ ल खाने मेट्लोमा यहाँ चाहिँ अब अलिकति अल्कोहल हाम्रो यो ग्रुपमा पनि खाने मान्छे अलिअलि हुनुहुन्छ त्यही भएर लिन जानुभएको थियो साथीहरू अब हामी चाहिँ खाँदैछौँ म चाहिँ पिरो भइसक्यो मैले चाहिँ 1-2 चम्ची हालि पनि सकेँ मुखमा ल है फाइनली गाइज हामीले चाहिँ खाइसक्यौँ खाएर अब सामानहरू उठाउन आँटेको अनि अहिले चाहिँ 4:22 भइसक्यो अब चाहिँ हामी जाने अनि मौसम पनि एकदम मौसम च्यालेन्ज दिइरहेको छ अनि आज चाहिँ फुल्ली इन्जोयको साथ अब हामी चाहिँ एकछिनमा यहाँबाट हिँड्न लागेको हामी चाहिँ पिकनिक सक्यो अनि यहाँबाट हामी फिर्ता हुँदैछौँ अब घर जाँदैछौँ ल है गाइजहरू ल आज आउने चाहिँ चिलमा छौँ हामी चाहिँ फनिर कसै हामी चाहिँ फाइनली यो गेटबाट निस्किने लागिरहेको छौँ ल है हामी मेरो बुढो चाहिँ बाइकमा जान्छ अनि हामी चाहिँ हिँड्दै जाने ल है हामी चाहिँ ढुङ्गे सङ्ग्रहालयलाई छोडेर हामी जाँदैछौँ है मोबाइल हराएको सूचना दिँदै हुनुहुन्छ उहाँ चाहिँ फाइनली हामी चाहिँ होली मनाएर फर्केको ल हामी चाहिँ फर्केको मेरो चाहिँ फाइनली भारी यस्तो छ
गोलो हामी अहिले रोडमा छौँ रोडमा बोरा बोकेर हट भएर मासु खाएर चटपटे खाएर हामी हेरेको ल हामी चाहिँ जङ्गलको बाटो प्रवेश गरिसक्यौँ गाइडहरू खतरा इन्जोय गरेर हामी चाहिँ फर्किसक्यौँ है जान्न हामी गलेर मरेको छौँ है बोलौँ न बोलौँ अब हामी चाहिँ फर्केको अगाडि हिँड्नु